हेलो गाइज वेलकम टु माई युट्युब च्यानल इट्स मी अस्मिता तामाङ। आजको मेरो नयाँ भिडियोमा चाहिँ मनेदेखि तपाईँहरूलाई स्वागत छ। हामी चाहिँ यहाँ जाकारान्डा फुलसँग फोटो खिच्न आएको भक्तपुरबाट मेरो साथीहरू लिएर अनि सरला अञ्जलीलाई लिएर अञ्जली लाजले भुतुक्क भइसक्यो। हामी चाहिँ भिडियो सुट गरिरहेको तल आन्टी दिदीहरूले हेर्दै हुनुहुन्छ। झन्डै आन्टी भनिदिएका भाइ दिदीहरू के अनि दिदीहरू हेर्नु भएर ऊ लजाउँदै थिएँ। अनि कस्तो घाम भयो क्या, ठ्याक्कै हामी 11:30 बजीतिर हिँडेको लास्टै घाम भयो। अनि यहाँ काठमाडौँ मल पनि घुमिसक्यौँ हामी चाहिँ। अनि जाम कि नजाम भयो क्या। अब त्यो ज्याकरान्डा फुल चाहिँ उता दरबार मार्गतिर त्यहाँ परतिर रहेछ, सिंहदरबार एरियातिर। अनि हामी चाहिँ अब जान लागेको गाइज, सबैजनाले मन पराइदिनु होला यति राम्री राम्री मान्छेहरूलाई, मेरो साइडमा हिरोइनहरू। अब हामी चाहिँ जान्छौँ। हेर्नुको लागि अस्मिताको च्यानललाई सब्सक्राइब गरिदिनु रे। माया गरिदिनु होला मेरो यति राम्रो चिम्सी माया लु अस्मिता तामाङलाई। ल हामी चाहिँ जान्छौँ गाइज, अब धेरै ढिला भइसक्यो। अनि हामी जान्छौँ, अब सुट गर्छौँ। नगर्ने भनेर बसेको थिएँ, लाज लाग्यो। अनि कन्फिडेन्स लेभलै जेरो भइसक्यो। अनि यिनीहरू दुइटाले फेरि गरौँ गर्नुपर्छ भनौँ, अनि फेरि सुरु गरेका छौँ। हेर्नु होला है त अन्तिमसम्म। भिडियो बनाएन भने आएको अर्थै भएन नि त होइन। यतिको त चाहियो नि त वान पिस। हामी चाहिँ काठमाडौँ मलबाट उठेर अनि अगाडि बढिसक्यौँ। न्यु रोड जान लागेको। उस्तै भएपछि यस्तै हो। अनि लखर यस्तो घाममा पनि हिँड्यौँ। म कस्तो देखाएको कमेन्ट गर्नु ल। तिमी त राम्ररी सक्छौ, हेरौ नि हो। थ्याङ्क यू सो मच यति धेरै तारिफ गरिदिनु भएकोमा। मोटी देखेँ लास्टै। हामी मोटी इज अलवेज के भन्नु, हामी मोटी अलवेज हामी। ऊ त्यो मिलेन क्या, ऊ त्यो के भन्छ राइमिङ वर्डै मिलेन क्या। हामी कहाँ न्यु रोड। हामी मान्छे मोटी कपाल छोटो भन्नु खै यो पनि मिलेन क्या। हामीलाई आउँदैन फेरि त्यस्ता। हामी हिँडिरहेको छौँ तिनजना, थाहा छैन कहाँ पुग्न लागेको हो। आफ्नै सुरमा के हेर्न भनेर आएको, के हेर्न आइयो जिन्दगीमा। यतिको घुम्नुपर्छ भनेर हिँड्यो। आज चाहिँ एक दुईजना साथीहरू चाहिँ यस्तै चाहिन्छ कि जहाँ पनि जाउँ भन्ने कुरो बसेर हिँड्यो। युवा जति सब खाडी गयो भनेर के गर्नु। यत्रो भिडभाड छ, छिर्नै नसक्ने। यतिखेर यस्तो दिन्छ, यस्तो प्याक छ यो लाइनमा। जता गयो त्यतै भिड देख्छ। हस्पिटल गयो हस्पिटलमा भिड, बजार आयो बजार भिड, अनि कलेजमा गयो कलेजमा भिड, मेन पावर गयो मेन पावर भिड, कन्सल्टेन्सी भिड, जताततै भिड छ। अब हस्पिटल गयो हस्पिटल त्यस्तै। हामी जाने चाहिँ कहाँ होइ, कहाँ जाने भनेर यो सिधा हिँड्यो न्यु रोड साइडमा। आई डोन्ट नो। रमाइलो छ जिन्दगानीमा। हामी चाहिँ अब टेम्पो चढेर दरबार मार्ग हिँडेको। यहाँ काठमाडौँमै हराइसक्यो गाइस। के हो गर्दिने मरे। अघि न्यु रोड जाने भनेर गयो, अनि न्यु रोड जाने भनेर गयौँ। अनि फेरि न्यु रोड उतातिर कहाँ पुग्छ भनेरै कसैलाई थाहा, फर्केर आयो। फेरि दरबार मार्ग जाउँ भनेर टेम्पो चढेर आयौँ। अनि फेरि दरबार मार्ग यहीँ हो भनेर रोकिदियो। अब त्यो फुलहरू खोज्न कहाँ जानु त, कहाँ जानु। फेरि अब होस् भनेर यहाँ रानी पोखरीमा जाउँ भनेर फेरि त्यहाँबाट फर्किँदैछौँ। म्याप हेरेर अब पुग्छ पुग्दैन हो। पुग्यो भने देखाउँछु ल। हामी आइपुग्यो गाइज, हामी आइपुग्यो ल गाइज, हेर्नु ल। यता छ रानी पोखरी, राजाहरूको लागि छैन, रानीहरूको लागि मात्रै हो। हामी आइपुग्यो बल्ल बल्ल, रानी पोखरी चाहिँ आइपुग्यौँ। है हेर्नु ल गाइज, हामी आइपुग्यो।
हामी चाहिँ रानी पोखरीमा चाहिँ आइपुग्यौँ। भिडियो बनाउन पाउँदैन भने निगरानीमा छ भन्छ जाडा पारी मान्छे निकै क्या आयो फुल छ होला भनेर आएको, फुल त पर एउटा रहेछ। भिडियो जस्तो भइछ र हामी चाहिँ आइसक्यौँ। अनि यिनीहरूको मैले फोटो खिचिदिइसकेँ। यिनीहरूको फोटो भनेपछि त मरिहत्ते गर्छ नि। एउटा विशेषताको लागि हाम्रो अस्मिताको युट्युब च्यानलमा सब्स्क्राइब कति भने होला, कसले गर्छ र कसले हेर्छ र, कसले हेर्छ र। यिनीहरू त भोक लाएर चिलिम भयो अरे। अनि हामी त कमल पोखरीबाट निस्केको ल गाइस। रानी पोखरीबाट निस्केको ल गाइस। ओके बाई बाई भनेर नभन्नु, अझै बाँकी छ घुम्नलाई। खाजा खाना बाँकी छ। फेमस मोमो सिनेमेटिक हेर्नु एक्सनवाला। रानी पोखरी घुमाएर पनि यिनीहरूलाई अब मैले रत्न पार्कमा ल्याएको छु। फोटो हेर्नु पर्यो कुन चाहिँ राम्रो आयो भनेर। चितौरा खाइसेन अञ्जली। अब रत्न पार्कमा आइपुग्यौँ। अब फुल भएको ठाउँमा अझै पुग्न बाँकी हो। पल्लो साइडमा रहेछ फुलहरू। अब त्यहाँ जाने यिनीहरू खाँदैछन्। खानै मन लागेन। यहाँ म तपाईँहरूलाई सिनेमेटिकमा देखाइदिन्छु। सरर हेर्नु ल। तपाईँहरू पनि जोडी अनि साथीहरू अनि आउनु ल। खाँदैछन् केटीहरू। पर 2-3वटा फुल पनि छ। ज्याकरन्डा हो कि के हो। अनि ऊ पर धेरै छ। हामी त्यहीँ जाने हो अहिले। यिनीहरूलाई टिकटक बनाउनु पर्यो रे भिडियो स्लोमा। उतान बनाएको हो क्यामेराम्यान। म गएँ। तपाईँहरूलाई म राम्रो राम्रो फुल देखाउँछु ल। कस्तो राम्रो राम्रो फुल फुले हा। हेर्नु है गाइस, कस्तो राम्रो फुल। भोक लाग्यो भनेर रिसाउँछ, कुनै भिडियो खिच्नुपर्ने, कुनै फोटो खिच्नुपर्ने। अनि लु जाउँ भनेर अनि आइदिएको। अब हामी यो रत्न पार्कबाट निस्किने गाइस। हेर्नुहोस् है कस्तो राम्रो फुल छ। यिनीहरूलाई मैले फुल पनि देखाउन ल्याइसकेँ। फुल झारखण्ड फुल रे झारखण्ड। ए के रे ज्याकरन्डा। ज्याकरन्डा कस्तो दामी फुल फुले हा। के हुनु ल यिनीहरू फुलमा त नखिच्ने रे, कस्तो राम्रो फुल फुले हा। भोक लाग्यो पहिला नम्बरमा। एउटा भोक लाग्यो भनेर रन थने हा। एउटा के हो म यस्तै हो। राम्रो देखाएको छ नि होइन गाइस। क्याप लाएर नयाँ क्याप किनेको। यिनीहरूलाई खाजा खाएर अन्त होइन अब चाहिँ खुट्टा दुखेर अनि सरलाई पनि बौद्धगै हामी अब भक्तपुर फर्किँदैछौँ। बस चढिसक्यौँ गाइस। आजको भ्लग चाहिँ यति नै हो। बाई बाई।